तपाईहरुलाई आज एउटा खुलासा गर्छु म। साथीहरुले बालेन रवि रवि बालेन भनेर चाहिँ यसो अलग अलग म त यतातिरको उतातिरको भन्ने कुरा गर्छन् अनि प्रधानमन्त्रीजी र म यो कुरा एकअर्कालाई गरेर हामी बडो हाँस्छौं। फलानुले यसो भन्यो नि हामीलाई थाहा हुन्छ, हाम्रो एउटा शर्त छ, हामीले यस्ता कुराहरु चाहिँ छलफल गर्ने भनेर। एक दुई जना साथीहरु आज यो पनि भन्दिन्छु, यो अलग हामीलाई अलग ढंगले हेर्न म त यताको हो नि र म त उताको हो नि भनेको कारणले मन्त्री नभए साथीहरु पनि हुनुहुन्छ। त्यसकारणले तपाईहरु यो कुरा याद दिनु होला, किनकि हामी छलफल गरि नै हाल्छौं भनिहाले। हामी एउटा कार्यकालमा यो कुनै त्यस्तो सामान्य त्यतिकै ल मिलाउन त मिलाउँ भनेर होइन, इतिहास सम्झिएर यो देशको भविष्य सम्झिएर हामी यो सहयात्रामा हिँडेका साथीहरु हो। हामीले हाम्रो व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिँडेका छैनौं। तर यसो पाइन्छ कि मिल्न म त यस्तो हो नि भनेर भन्नुभएको साथीहरुको कस्तो हो भन्ने कुरा फेरि थाहा हुन्छ। त्यसकारणले यो पनि बन्द गर्नुपर्छ है। यसको कुनै गुन्जाइस नै छैन, यो सम्भावना नै छैन। तपाई सम्झनुस् त 70 वर्ष अगाडि यो देशमा मिल्नु पर्ने मान्छेहरु झगडा परेका कारणले संसारले कहाँ प्रगति गरेको थियो। 70 वर्ष अगाडिको इतिहासमा यो देशमा राजनीतिक रूपमा मिल्नु पर्ने मान्छेहरु झगडा गरेका कारणले हामी 70 वर्ष पछाडी परेका छौं। सम्भव छैन। यसलाई फुटाउनलाई कहिलेकाहीँ कसैलाई रहर लागेर मिडियाका साथीहरुलाई पनि रहर लाग्छ नि, अनेक हेडलाइन दियो नि यिनीहरु फुट्छन् कि क्या हो भन्ने बडो मुख मिठ्याउनु हुन्छ। आम सरी, त्यो बास्ना त चल्ला तर खाना त आउँदैन, सर्भिस त हुनेवाला छैन। We are politically matured enough. हामी हुर्किसकेका छौं, राजनीतिक रूपमा त्यति चाहिँ हुर्किएका छौं हामी। त्यसकारणले व्यक्तिको चाहना अनुसार कहिलेकाहीँ तपाईहरुलाई कसैले झुक्याइदेला, म त यता पार्टीको नि म त उतातिरको नि भनेर झुक्याइदेला, त्यो झुक्याउनमा पर्नु होला, फेरि अर्को अवसरबाट तपाईहरु वञ्चित हुनु होला है साथी हो। त्यहाँबाट झुकिनु भने त अर्कोबाट टिकट पनि आउँदैन, अनि कहाँको सभापति कहाँको मन्त्री। त्यसकारणले मैले अघि तपाईहरुलाई भनेको कुरा यहाँ किन मैले जोड्न चाहेको भने हामी नेतृत्वका रूपमा तपाईहरुबाट इतिहास बदल्ने कदमको अपेक्षा गरिरहेका छौं। तपाईहरु एउटा अवसर पाइएन भनेर म यताको र उताको भनेर गफ गरेर त्यही अल्मलिरहनु भएको छ भने यु टर्न लिनुहोस्। हामी राइट बाटोमा जाँदैनौं। हाम्रो गन्तव्य एउटै हुनुपर्छ, नेतृत्वले देखेको गन्तव्य र तपाईले देख्नु भएको गन्तव्यमा। नेतृत्वले देखेको गन्तव्य र तपाईले देखेको गन्तव्यमा फरक पर्यो भने हामी पुग्ने ठाउँ अलग हुन्छ। अलग ठाउँमा पुग्ने भनेर हामी हिँडेका होइनौं, हामी त एकै ठाउँमा पुग्ने भनेर हिँडेका हौं साथी हो। हामीले त अर्जुन दृष्टि भनेका छौं, त्यही पुग्ने हो, सबैले त्यही हेर्ने हो, कतै दायाँमा हेर्न मन छैन।